दुईटा बच्चा एकैचोटि सँगसँगै हुर्काउनु नि गाह्रो रहेछ हो साथीहरू। ल एउटा यत्रो छ भर्खरै 6 महिना, एउटा भयो 4.5 वर्ष। अनि झन् योभन्दा सानो सानै हुँदाखेरि पाउनुहुन्छ नि के गर्यो हुर्काउनुहुन्छ होला है। मेरो त यस्तो छ हालत। बुइलाई नचलाउनु छोरा, नछुइकन यसरी खेल न भनेको भाट्टा र भुट्टा हान्छन् मेरो ठुलो छोराले। अनि गाली गऱ्यो भने यसरी रिसाउँछन्। सबै माया बुइनीलाई मात्र दिन्छ, मलाई माया गर्दैन भने जस्तो मन दुखाउँछ। ओहो गाह्रो छ, कहिले बुझ्ने हुने हो मेरो छोरो। बुइनी सानो छ के छोरो? सरी हेर त हाम्रो बुइनी यत्रो त छ नि, यत्रो छोरालाई नि कुर्छ नि त। हेर त यहाँ हाम्रो बुइनी हेर ल, कति सानो छ बुइनी देख्यो। अनि यति सानो बुइनीलाई कुट्नुहुन्छ त भन त। मेरो छोरालाई नि माया गर्छु नि, धेरै माया गर्छु। सरी के गर्ने होला त, गाह्रो छ हौ गाह्रो। झन् सानो सानो भएको थोरै ग्याप त भएको बेबीहरू कसरी हुर्काउनुहुन्छ होला है। हजुर बाबालाई मात्रै माया गर्छौ, मलाई माया गर्दैन? छोरीले चाहिँ हेर्नु गाइजहरू सधैँ है यस्तै गरेर खुट्टा ठाडो बनाएर बस्नुहुन्छ मेरो छोरी चाहिँ। खानु के गरे हो यो? ल हेलो भनिदेऊ न त, हेलो एभ्रिवान हो र। ल गाह्रो छ गाह्रो, चित्त बुझाउने गाह्रो छ। अरूभन्दा नि अरू त के गाह्रो हुने हो, अब आफ्नो सन्तानको लागि गरेको हो। तर चित्त बुझाउन गाह्रो छ साथीहरू, गाह्रो छ।